मेरो नि अहिले खुट्टा दुख्न थालिरहेको है खुट्टा दुख्न थालिरहेको मेरो खुट्टा चाहिँ काटिरहेको छ दुखेको चाहिँ छैन हल्का त दुखिरहेको हेर मलाई राजकुमार अलि हान्ने ऊ यही हो यो पोरी साइड कतिजना लड्या देखिन्थ्यो त के जाने अझै माथि म धेरै माथि खुट्टा दुख्न थाल्यो ए कि यहीँबाट फर्किने फर्किनु जस्तो लाग्यो यहीँबाट फर्किने चल्छु खाऊँ मान्छे देख्छ फर्किँदैन त जेनेरेट गरेर माथि जाउँ भनेर जाउँ हो पहिले यहीँ आयौँ यति बाटो मात्र फर्क्यौँ जाउँ के गर्ने जाउँ कतिसम्म छ भन्ने चाहिँ माथि आइ मलाई अरू भनेको यो भाग चाहिँ दुख्न थाल्यो त्यो उकाल्न अघि धेरै पेल्यो नि त एउटा पानीले ऊ हो कि पानीको कमी छाडीमा आँकुरी ठाडै उकालो रहेछ यार सानो भएन क्या सिटको माथिमा ढुङ्गाले हान्ने तल सानो बनाउनु दोष योभन्दा धेरै उता नजाउँ होइन चौरसम्म यहाँ बसौँ पानी सानी खाऊँ ल्यामै फर्क्यौँ है अनि 6 गते आउँला हुँदैन ल दोष नजाने माथि म त सकिँदैन त्यति धेरै डाँडो नहोला कुनै आइसक्यो होला माथि त्यो सबै मार्दै जाउँला जाने रेस्ट गर्दै जाने जाने भए पनि नजाने तिम्रो भित्र हाल्न त नसक्यो होइन त्यो त जान प्रब्लम भएन होइन खुट्टा दुख्यो यति धेरै राइड मैले फर्स्ट टाइम हानेँ क्या कुन हान् तिमी केरा निकाल्न चौर अहिले ऊ बल्दल उहाँ त्यो अलिक चौर बसेको छैन होइन त्यहाँ गएर बस्थ्यो मलाई थचकै भयो मतलब आएन बरु कपडा गएर धोइदिन्छु है के गर्ने भन म त यो उकालो चढ भने पनि चढ्ने मान्छे पऱ्यो होइन तिमीलाई चाहिँ कतिको कम्फर्टेबल कति गाह्रो के भए होइन त्यो भन
अस्ति राइडमा आउँदाखेरि त्यसको खुट्टा जाम भएर पर कसो गाह्रो भयो त्यसलाई थाहा मैले भन्नु खोजेँ के भन्नु खोजेँ भने होइन हल्का उतैसम्म जाउँ होइन ठाडै उकालोसम्म हिँड्न जाउँ भिजेबाट फर्किदिउँ अनि पर्सि 6 बजे आउँछ नि होइन त्यो भन्नु चाहिँ थोरै भइदिउँ त्यो भन्दा बिहान चाँडै हिँड्नुपर्छ अङ्कल यो उकालो कतिको छ कति टाइम लाग्छ होला कहाँ माथि पुग्नु अँ आधी घन्टा साइकल सिधै भयो भने साइकल चढेर जाने बाटो छ र छैन उक्लिने मात्र हो तिमीहरूको त यताबाट आएको हजुर देवचोकबाट चढ्नुपर्छ नि अब डाउन हान्ने हो त्यही त उताबाट आएर अनि चाहिँ डाउन हुनु आउँछ नि कताबाट आउनु पर्छ अरे देउबा चोक क्या बुढानी कन्टर ए देउबाको घर जलायो अस्ति हजुर त्यहीँबाट आउनुपर्छ पिछे पिच छ होइन तर अलिक उकालो छ त्यहाँबाट चाहिँ डाउन हान्ने हो क्या त्यहाँ त्यहाँबाट त्यहाँबाट अनि यही रुट छ यही रुट भेट्छ नि ल अर्को चोटि त्यही गर्नुपर्छ त्यो भए 6 बजे त्यही गर्छौँ केरा खानुहुन्छ त होइन म भर्खर खाजा खाइसकेको पचेकै छ कति लियो यो साइकल चाहिँ यो ट्रिङ्क्स डबल सस्पेन्सन मेरो पनि छ एउटा सिङ्गल सस्पेन्सन कति लियो भाइ यसको हजुर धेरै पर्दैन अङ्कल त्यो तपाईँको 1,35,000 1.35 यस्तो मजा आउँदैछ नि त्यो डबल सस्पेन्सन त होइन मेरो छ एउटा साइकल कहिलेकाहीँ हप्ताको एकचोटि हिँड्छु तर यो रुट चाहिँ आउन अलिक बुढो भयो नि त यही सिटी टुर गर्छु बेलुकै सिटी राइड सिटी राइड पोलिगनको छ मेरो पनि पोलिगनको कुनबाट एक्स्ट्रा क्या एक्स्ट्रा 7 पोलिगन नै हामीले नि गर्छ हाम्रो मेरो भन्दा पसलै छ पसल हो लगाउनु ए कृष्ण साइकलिस्ट त्यो एक्स्ट्रा 7मा एयर सस्पेन्सन हालौँ कि भनेको त्यसमा आउने भने सनपुरको छ हो अँ हुन्छ हालिस अलि बजेट राम्रै खालको हाल्नु हुन्छ सक 40,000 भन्छ रक्सा लाउँछ त्यो 17,000 को 17,000 त कपी होला कपी हो बाइक फर्ममा दिनुभयो यो उसमा नयाँ पत्रिकामा चिठामा परेको 2017 मा साइकल ल केटा हो यहाँबाट चाहिँ माथि तिमीहरूलाई अब 6 गते आउँछु उताबाट आउने हो उताबाट अहिले चाहिँ यहाँबाट यसो रेसेस गरेर फर्किनु यहाँबाट त झार्दैन तिमीहरूले हजुर यहाँबाट त झार्दैन पहिला हेरेँ होइन यसमा नजाने ओ ठिकै ठाउँमा झार्ने क्या पर्सि अर्को साइकल ल्याउँछु डबल साइकल ल्याउने हो यसमा हल्का क्ल्यामवाला भयो भने सिट डाउन भएको झार्न केही ठुलो कुरो होइन होइन सिट डाउन भयो भने समस्या एलिङ्की नटवाला भयो त्यो भयो अब हामी मेन रोडबाट जाने कि यताबाट सिधै तल उहाँ तल हामी माथि उक्ल्याएको हाम्रो त्यहीँ झर्ने सिधा त्यहीँ झर्छौँ हामी त्यहीँ भन्नाले मिलाइदिनु त्यो मेन रोडमा थियौँ नि त हामी जब उकालो लाग्यौँ त्यहीँ झर्छौँ जब हामी उकालोबाट फर्क्यौँ त्यताबाट जाने कि यताबाट अस्पतालबाट जाने कहाँको यता अघि आएको कहाँ होइन अब त उयो तल त्यो सेतो देखिन्छ त त्यो रोडको हल्का उता छ क्या अपोजिट त्यसको छेउछेउ हामीले जाने हो कि एकैछिन हो क्या बजार अब 10 मिनट पनि लाग्दैन क्या तल झर्नु लिने चाहिँ मान्छे जहाँ
सिट धेरै ठुलो भयो नि होइन सिट त दुवैको बराबर जस्तै देखिन्छ त प्रत्येकको हल्का छ अघि मलाई सिट ठुलो सानो भएर उ गर्यो लाइटर चाहिँ त्यहीँ छोड्यो कि अब लाइटर भैँमै छोडेको कि क्या बाटो चाहिँ सही छ यार राजकुमार उयो भिडतिर त हामी त्यही कतिजना लडायो भङलङ भङलङ अघि भिडियो कि आकाश मात्रै देखिया छ यार तिमी रन क्या भन्छ दोस अनि क्यामेरा धेरै ठाडो उठ्या रहेछ कि यस्तो यसले अब यति यति ढल्काउनु पर्छ हो कि होइन तिम्रो बात देखाउनलाई कुनै कुनै ठाउँ मात्रै देखिया है यति हुनु पर्यो नि रातो भइसक्यो त अब एकछिनमा स्विच अफ हुन्छ होला